ल सुरु गरौँ 3G को कथा जसले इन्टरनेटलाई हाम्रो खल्तीमा ल्याइदियो। 3G आउनु अघि मोबाइल नेटवर्क एकदमै सिधा सादा थियो। 2G भनेको कल र टेक्स्ट गर्नको लागि मात्रै। अनि आयो सन् 2000 को दशक र 3G पनि आयो। यो खासमा इन्टरनेटकै लागि बनेको पहिलो नेटवर्क थियो। यसले त कमालै गर्यो। अब इमेल, वेबसाइट अनि सोशल मिडिया सबै फोनमै सम्भव भयो। यो सब सम्भव भयो किनभने 3G को स्पिड थियो लगभग 384 kbps। 2G भन्दा कता हो कता छिटो। तर इन्टरनेटको भोग बढ्दै गयो अनि स्पिडको माग पनि। अब 3G ले पनि आफूलाई बदल्नु पर्ने भयो। त्यसैले 3G अपग्रेड भएर HSPA र HSPA प्लस बन्यो। यसलाई 3.5G र 3.75G पनि भनिन्थ्यो। अनि स्पिड वाट्टै बढेर 5 देखि 10 mbps सम्म पुग्यो। यो त ठूलै फड्को थियो। यही स्पिडले गर्दा सुरुवाती युट्युब भिडियोहरू हेर्न र सामान्य भिडियो कल गर्न सम्भव भएको हो। तर एउटा समस्या अझै थियो। यति सुधार हुँदा पनि नेटवर्कको स्पिड स्थिर थिएन। धेरैजनाले एकैचोटि चलाउँदा स्पिड घट्थ्यो, भिडियो बफर हुन्थ्यो अनि फोटोहरू पनि राम्रो देखिँदैनथ्यो। उता एप र वेबसाइटहरू झन्झन एडभान्स हुँदै थिए। यिनीहरूलाई 3G ले धान्न सक्ने भन्दा बढी पावर चाहियो। आखिरमा 3G नेटवर्क र फोनहरूले यो नयाँ डिमान्डलाई थेक्नै सकेनन्। हो, यही प्राविधिक समस्याले गर्दा नै मोबाइल नेटवर्किङको नयाँ जेनेरेसन यानी 4G बनाउनु पर्यो। अब प्रश्न उठ्छ, 4G को त्यो पावर र स्पिडले आखिर कस्तो नयाँ दुनियाँको ढोका खोल्यो त?